नमस्ते साथीहरू। आज म साउनको महिनाको खिर पकाउँदैछु र खिर पकाउनको लागि चाहिँ मैले एउटा कराई लिएँ। कराईमा चाहिँ दुध बसाएँ। दुध चाहिँ मैले फुल फ्याट भएको लिएको छु, तरवाला। अनि यसलाई चाहिँ मैले एकछिन मजाले तात्न दिएँ। यतिन्जेल चाहिँ हामी खिरसँग खाने खिरको साथी आलुको अचार बनाउनको लागि सानो सानो आलुलाई चाहिँ मैले कुकरमा सिटी लाउन छोडिदिएँ। अनि चामल भिजाएर राखेको चामल चाहिँ मैले तातेको दुधमा हालिदिएँ। अनि त्यसरी चाहिँ बिस्तारै सानो आगोमा त्यो खिरलाई चाहिँ मैले पाक्नको लागि छोडिदिएँ। बेला बेला चलाउँदै गर्ने, सानो एकदमै लो फ्लेममा पकाएको खिर हो यो। पकाउँदैछु मैले चाहिँ यसरी बिस्तारै चलाउँदै गरेर खिर बनाउने र अचार त्यसपछि अचारको तयारी गर्दैछु। अचार भन्दा पनि मैले आलु साँधेको भन्न मिल्छ होला यसलाई। अनि यसको लागि चाहिँ मैले अघि आलु सिटी लगाएँ, तिल भुटेँ। अनि तिल भुटिँदै यता कराईमा चाहिँ खिर पनि पाक्दैछ। तिल भुटिसकेपछि मैले थोरै खुर्सानी, थोरै टिमुर लगेँ। मैले थोरै बनाउँदै थिएँ अचार, मलाई मेरो लागि मात्रै, अरू घरमा कसैले पनि खानुहुन्न। अनि यसरी मजाले यसलाई चाहिँ मैले मिक्सरमा पिन्नभन्दा पनि मोटो गरेर खलमा नै कुटेँ। अनि यसरी कुटेको टिमुर, खुर्सानी र तिलको छोपलाई चाहिँ मैले आलुमा हालिदिएँ। आलु पनि मैले सिङ्गै लगेँ, सानो भएको भएर। अनि यसलाई झान्नको लागि चाहिँ मैले तोरीको तेल तताएँ। तोरीको तेलमा मसँग टिमुर नभएको भएर मैले जिम्बुले झानिदिएँ साथीहरू। यसलाई चाहिँ मजाले तेल खर्याएर त्यसमा चाहिँ जिम्बु हालेँ। जिम्बु हालिसकेपछि यसलाई मैले मसलाहरू हालेको आलुमा तेलले मजाले झानिदिएँ। अनि यसलाई मजाले मिक्स गर्ने। यसलाई जति मोल्यो त्यति नै यो के हुन्छ, राम्रो हुन्छ, मिठो हुन्छ। अनि मैले चाहिँ यसरी यसलाई मजाले मिलाएँ चम्चाले। मिक्स गर्दै गरेर सिङ्गै सानो यो थारू आलु हो, हाम्रो तराईतिरको लोकल थारू आलु हो। अनि यसमा चाहिँ अलिक आधी कागती निचोरेर पनि हालिदिएँ मैले। कागती पनि हाम्रो यो तराईकै हो, हाम्रो तराईको आलुमा तराईकै कागतीको रस हालेर मिठो अचार मैले यहाँ यसरी रेडी गरेँ। यो चाहिँ खिरसँग खानको लागि हो। अब यता हेरौँ, खिर बिस्तारै सानो आगोमा पाक्दैछ। बिस्तारै पाक्न चाहिँ अलिक टाइम लाग्छ है साथीहरू। मलाई चाहिँ कराईमा पकाउन सजिलो लाग्छ, किनभने खुला हुन्छ। खुला भएको भाँडामा चाहिँ मजाले चलाउँदै पकाउन मलाई सजिलो लाग्ने भएको भएर मैले चाहिँ खिर जहिले पनि के गरेको छु, कराईमा पकाउने गरेको छु। हुन त हामी 3 जना मात्रै छौँ, थोरै चाख्ने, साउनमा खिर चाख्नुपर्छ भनेर बनाएको हो। खासै खिर कसैलाई नि मन पर्दैन। खानाको रूपमा त हामी खिरलाई खाँदैनौँ, यो खाजाको रूपमा खाएको थियौँ। हेर्नुहोस् त, मजाले यो चाहिँ टाइसिन चामल हो। टाइसिन चामल मजाले 2-3 घन्टा मैले भिजाइदिएको थिएँ। अनि यसरी 2 लिटर दुधमा मजाले बिस्तारै सानो आगोमा पकाउँदै गएर अहिले यतिको भएको छ। अनि यसको छेउमा यसको त्यो तरहरू टाँसिन्छ नि त, दुध बाक्लो थिक हुँदै जान्छ। अनि त्यसको त्यो तर निकालेको। अनि यसरी चलाउँदै गर्दै गएर मेरो खिर चाहिँ यस्तो हुँदै गयो। अब ठिक हुँदैछ, चामल त पाकिसकेको छ। तर अब यसलाई चाहिँ मजाले दुधलाई पनि भिज्न दिने। अनि अहिले हेर्नुहोस् त, यस्तो राम्रो खिर बनेर रेडी हुँदैछ। मजाले पाकेको छ। खिर पाक्न चाहिँ टाइम लाग्छ। खिर पकाउने मान्छेमा चाहिँ पेसेन्स हुनुपर्छ भन्ने गर्थ्यो पहिला हाम्रो गाउँघरतिर, हेर्नुहोस् त। अनि मैले यसमा चाहिँ अब के हालेँ भने यो ड्राई फ्रुट्स हालिदिएँ। ड्राई फ्रुट्स घिउमा भुटेर हाले पनि हुन्थ्यो, तर धेरै चिल्लो नखाउँ भनेर ड्राई फ्रुट्सलाई चाहिँ मैले काटेर माथिबाट यतिकै मिक्स गरिदिएँ। अनि मजाले चलाएँ गरेर पकाउँदै जाँदा अनि यसले यस्तो हुँदै गयो। र यसमा मैले ल्वाङ सुकमेरको धुलो पनि अलि मोटो पारेर कुटेर हालिदिएँ है। अनि यसरी बनाएको खिर चाहिँ मलाई चाहिँ मनपर्छ। चिनी पनि हालेँ मैले यसमा। अनि हेर्नुहोस्, मेरो खिर लगभग रेडी भइसकेको छ। हेर्दै कस्तो मिठो देखिएको छ र मिठो भएको पनि थियो। हामीले यो खाइसक्यो हो। मैले चाहिँ यो आज ढिलो भिडियो अपलोड गर्दैछु। हेर्नुहोस् त साथीहरू, यस्तो राम्रो खिर,
मिठो खिर भएको थियो। तपाईँहरूले साउनको खिर खानुभयो कि भएन? हामीले चाहिँ यसरी खिर रेडी गरेर अनि खिरसँग चाहिँ खानालाई खिरको साथी चाहिँ आलु साँधेको बनाएको थियौँ। हेर्नुहोस् ल कति राम्रो भएको छ खिर। सानो आगोमा पकाउनुपर्छ अनि मजाले टाइम दिएर पकाउनुपर्छ। मैले यो मजाले टाइम बिस्तारै धेरै समय लगाएर पकाएको थिएँ। अनि यो चाहिँ मैले भगवानको लागि पहिला भोग लगाएँ अनि त्यसपछि बल्ल हामीले खानेछौँ। हजुरहरूलाई कसलाई कसलाई खिर मनपर्छ? खिर मनपर्नेहरूले यसरी नै खिर बनाएर खानुहोला। ल साथीहरू धन्यवाद।